यो हाम्रो लोकल कागती यो फागुनमा उता जाने बेलामा मैले यो लख्याएर गएको कस्तो जरा आएछ हजुरलाई म अहिले खोलेर देखाउँछु। यहाँ हेर्नुहोस् है त, म यसरी देखाउँछु। काँडा छ, फलेको पनि छ। यसलाई जरा हेर्नुहोस् गाइस, जरा आएको छ। अब यो फलेको पनि छ टन्न। 4, 2, 6, 2, 8 यतापट्टि पनि छ, यति छ। अब यो चाहिँ मैले गमलामा सार्दैछु। कसरी गमलामा सार्ने भनेर म देखाउँछु एकैछिन है त। मैले यो प्लास्टिकको गमला ल्याएको छु। यसमा मल माटो राखेर यो चाहिँ बनाएको छु। अब मैले यसमा थोरै खाल्टो गर्छु। यसलाई यसरी यसमा अलिकति खाल्टो बनाएर यसरी सार्छु। सारिसकेपछि थोरै यसलाई माटोले पनि पुर्नु पर्ने हुन्छ। यसलाई सपोर्ट पनि दिनुपर्छ। म माटोले पुराउँछु, सपोर्ट पनि दिन्छु एकछिनमा। फेरि त्यसपछि म देखाउँछु गाइस। यसलाई आमाले पल्टाउँछ यसरी माटो लोड गर्नुपर्छ। माटोमा टाइट गर्दैछु। यति गरिसकेपछि गाइस फेरि एउटा यो सपोर्टको लागि लट्ठी गाडिदिनु। यो लट्ठीलाई फेरि बाँध्नुपर्छ यो डोरीले। म यहाँ बाँधिदिन्छु। यो भर्खर काटेको हुनाले यसलाई 7-15 दिन अलिकति छायादार ठाउँमा लगेर राख्ने। अनि त्यसपछि पछि यसलाई अब यसलाई सार्न पनि सकिन्छ जमिनमा। अहिले यसलाई ठिकै हल्का पानी पनि दिए। यसलाई मैले अलिकति छायादार ठाउँमा लगेर राखिदिन्छु गाइस। यो लामो भयो। फेरि अरू कसरी गर्ने भन्ने कुरो म एयर लेयरिङको कुरा सिकाउँछु।